हेलो एभ्रिवान, तपाईहरुले देख्न सक्नुहुन्छ आज चाहिँ मलाई मोमो खान मन लागेर मैले चाहिँ मेरो घरमा मोमोको भाँडा छैन नि त मोमो पकाउने। अनि यसले मेरो घरमा राइस कुकर थियो, त्यो राइस कुकरलाई निकाले पुसपास गरे। अनि त्यसपछि पानी बसाले। अनि के अरे पानी पनि उता तात्दै थियो, यता मैले बजारबाट फ्रोजन मोमो लिएर आएको थिएँ। अनि त्यो मोमोलाई चाहिँ मैले यो के अरे राइस कुकरको यो उसमा चाहिँ स्टिम गर्नेमा सर्लक्कै यसरी मिलाएर राख्दैछु साथीहरू। अनि यसलाई यसरी नछोइकन राखेपछि अनि निकाल्ने टाइममा नि सजिलो हुन्छ नि त निकाल्नको लागि, यसले मैले यसरी राख्दैछु साथीहरू। मेरो चाहिँ क्यामेरा समाइदिने कोही पनि छैन कि, मेरो नानी अलि सानै हिँड उसले अलि जान्दिनन्, त्यसैले एउटा हातले मोबाइल अनि एउटा हातले काम गर्दैछु साथीहरू। अनि त्यसपछि मैले यसरी मोमो चाहिँ स्टिम गर्ने भाँडोमा चाहिँ मिलाएर राखेँ। यो मोमो चाहिँ मैले बजारबाट लिएर आएको फ्रोजन मोमो चाहिँ 90 रुपियाँ प्लेट गरे कि। अनि मैले 90 भए पनि जति भयो नि भनेर 2 प्लेट लिएर आएँ। अनि यसरी मिलाएर हेर्नु साथीहरू राखिदिन्छु। यो के गरे हाम्रो यो राइस कुकरको भाँडोमा चाहिँ यसमा 2 प्लेट मोमो चाहिँ यता ठिक्क हुँदो रहेछ कि। अनि हेर्नु साथीहरू, यो के गरे फ्रोजन मोमो लिएर आउँदा नि हामीलाई चाहिँ यो मोमोसँगै के यो चटनी पनि मिल्दो रहेछ कि। अनि यहाँ मैले यसरी मिलाएर राखेँ। अनि मोमो चाहिँ दुईवटा मोमो जति अलि आइस पग्लेर अलि गिलो गिलो भएको थियो, तर पनि मैले यसरी सरल मिलाएर राखिसकेँ। हेर्न सक्नुहुन्छ यो चाहिँ 20 वटा खाके, यसमा एक प्लेटमा चाहिँ 10 वटा हुन्छ नि त, 2 प्लेटमा यसरी 20 वटा। ल मैले यो मोमो स्टिम गर्नलाई राइस कुकरको भाँडामा राखेँ साथीहरू, हेर्न सक्नुहुन्छ। यति गराएपछि मोमो पाक्छ। अनि मोमो पाकिसकेपछि नि यहाँ चटनी पनि पाइयो कि, एक प्लेटको एउटा पोका, 2 प्लेटको 2टा पोका चटनी, हेर्न सक्नुहुन्छ साथीहरू।